त्यसैले पार्टीको सदस्यहरूलाई मेरो आग्रह छ, यो कुनै व्यक्तिको कुरा होइन, नेपाली कांग्रेस पार्टीका निम्ति अनिवार्य अपरिहार्य शर्त हो। पार्टीभन्दा बाहिरका युवा साथीहरू जसले यो पटक भाद्र 23-24 गतिको आन्दोलनमा सहभागी हुनुभयो, उहाँहरूलाई पनि आग्रह गर्न चाहन्छु, नेपाली कांग्रेसभित्रको अहिलेको छलफलको कुरालाई तपाईँले पनि नजिकबाट निहालिदिनुपर्छ, किनकि यो तपाईँको सुधारको मागसँग जोडिएको छ। त्यो आन्दोलनको एउटा विषय भनेको नेपालभित्रका तमाम सबै संस्थाहरू सुध्राउनुपर्छ भनेको होइन, अदालत सुध्रोस्, प्रहरी अड्डा प्रशासन सबै कुरा सुध्रोस् भनेको त हो नि। त्यो सुध्रिनु पर्ने मध्येको एउटा कुरा, मुख्य कुरा भनेको त पार्टी हो नि। पार्टीहरू सुध्रिए, हाम्रो सबै पार्टीहरू सुध्रिए, खास गरी भ्रष्टाचारका सन्दर्भमा, कुशासनका सन्दर्भमा प्रष्ट भएर आउने अवस्था बन्दै गर्दा ती सुध्रिएका पार्टी जसले जिम्मा पाए पनि देशको अवस्था सुधार्ने कुरा होला नि त। यसका निम्ति हामी नसुध्रिकन नबदलिकन तपाईँहरूको हुलमा आयौँ, तपाईँको कार्यक्रममा आयौँ, तपाईँसँग कुममा कुम जोड्न आयौँ, तपाईँसँग मुख मिलाउन आयो भने त्यो केवल औपचारिकता मात्रै हुन्छ। हामी एकपटक ती सबैबाट अलग रहेर हामी कहाँ चुक्यौँ, हामीले के नगर्नुपर्ने कुरा गर्यौँ, के गर्नुपर्ने कुरा गरेनौँ भनेर हामी ठिक ठाउँमा बसेर आयौँ भने मात्रै, त्यसपछि मात्रै तपाईँले उठाएका कुराहरूलाई बोक्न सक्ने पार्टी हामी बनाउन सक्छौँ। त्यस कारणले गर्दा नेपाली कांग्रेसको अधिवेशन भनेर अहिले केन्द्रित भइरहेको कुरा त्यो केवल मसँग, मेरो पार्टीभित्रसँग जोडिएको विषय मात्र होइन, तपाईँको आन्दोलनको, तपाईँको सङ्घर्षको विषयसँग पनि जोडिएको विषय हो। यो अधिवेशनमा हामी के गर्छौँ? पहिलो कुरा, नेपाली कांग्रेसको अहिलेको अवस्थामा भूमिका के हो, त्यो भूमिका हामी खोज्छौँ। हामी के भन्छौँ? नेपाली कांग्रेस राष्ट्रिय शक्ति हो। राष्ट्रिय पार्टी त चुनाव जित्यो भने होला, चुनाव हार्दै गरेर नहोला। तर राष्ट्रिय शक्ति भनेको के हो? देशको अगाडि जुन बेला जुन समस्या आउँछ त्यो समस्यालाई ऐतिहासिक ढङ्गबाट हेर्न सक्ने, राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति बुझ्ने र त्यो समस्याको समाधानका निम्ति जीव ज्यान लाएर पहल गर्ने, व्यक्तिगत स्वार्थभन्दा माथि उठ्ने, पार्टीगत स्वार्थभन्दा माथि उठ्ने, व्यापक दायरामा जनपरिचालन गर्न सक्ने त्यो सामर्थ्य जसले राख्यो त्यो राष्ट्रिय शक्ति हो। हामी यो कुरा पटक पटक हामीले प्रमाणित गरेर आएका छौँ। त यो पटक गर्नु पर्दैन। भाद्र 23 र 24 गते पछाडि नेपालको अगाडि तीनटा सम्भावनाहरू हुन सक्छन्, मैले अनुमान लाउँछु। एउटा, थप हिंसाको चक्रमा हामी पर्छौँ, थप अन्यलतामा हामी पर्छौँ। दोस्रो, हामी भाद्र 23 गतेभन्दा अगाडि जस्तो थियो शान्ति र स्थिरताको नाममा त्यही स्थितिमा अड्केर बस्छौँ, कुनै सुधार हुँदैन। यो दुईटै कुरा अपेक्षा गरेको कुरा, वाञ्छनीय कुराहरू होइन। त्यसो गर्ने के हो त? सँगै लोकतान्त्रिक गणतन्त्रात्मक संविधानलाई जोगाउँदै हाम्रो अहिलेको भू राजनीतिक जुन संवेदनशीलता छ, यो संवेदनशीलता भने बडो चलाकीपूर्ण ढङ्गबाट स्मार्ट भएर हामीले आफ्ना कदमहरू चाल्दै सुशासनका निम्ति, थिति बसाल्नका निम्ति जुन आवाजहरू मुखरित भएर आएको छ त्यसलाई संस्थागत गर्ने कुरा, त्यो बाटोमा नेपाललाई अगाडि बढाउनु पर्नेछ। आम नागरिकलाई विश्वास दिलाउनु पर्नेछ। जे भयो भयो, हामी यसबाट भएका खराब कुराहरूलाई हामी बिर्सन्छौँ। हामी त्यसबाट आएका जुन भावनाहरू छ ती भावनाहरूलाई समेटेर हामीहरू अगाडि लिएर जान्छौँ। यत्रो ठुलो इकोनोमी तलमाथि भएको छ, त्यहाँ हामीले विश्वास दिलाउनु पर्ने छ। तर सबैभन्दा मुख्य कुरा भनेको जसले आफ्नो परिवारका सदस्यहरू गुमाउनु भएको छ, जो अहिले पनि घाइते हुनुहुन्छ, त्यो परिवारका सदस्यहरूलाई, ती साथीहरूलाई के लाग्नुपर्छ भने हाम्रो मेहनत खेर गएन, हाम्रो त्याग खेर गएन। यसका निम्ति नेपाली कांग्रेस पार्टीले यो अधिवेशनबाट सङ्कल्प गर्नुपर्ने छ कि हामी यो जिम्मेवारी निर्वाह गर्छौँ। हामी अन्य राजनीतिक दलसँग कुराकानी गर्छौँ, सरकारसँग कुराकानी गर्छौँ, जेनजी यो मुभमेन्टमा लागेको साथीहरूसँग कुराकानी गर्छौँ। तर यो कुराकानी गर्नका निम्ति सबैभन्दा पहिला हामीसँग के चाहिन्छ? नैतिक ताकत चाहिन्छ। त्यो नैतिक ताकत कहाँबाट आउँछ? हाम्रो समीक्षाबाट आउँछ, हाम्रो सुधारबाट आउँछ। हामी यो अधिवेशनबाट आफू बदलिने कुरा केमा बदलिने हो, के गर्ने हो, के नगर्ने हो, सबै कुराको लागि आफूलाई तयार गऱ्यौँ भने त्यसपछि बदलेको नेपाली कांग्रेसले बल्ल सबैसँग संवाद गर्न सक्छ र यो जिम्मेवारी निर्वाह गर्न सक्छ।